मालबाग सामान लिएर आइरहेको यो ठ्याक्कै इगेरिस्तादको पछाडि हो है। त्यो ठ्याक्कै मेरो घरको नजिक पर्छ। मेरो घरको ठ्याक्कै पछाडि छ। शीतल ताप्न आएको मालबाग सामान लिएर आउँदै रहेछ कि पाइन्छ चाहिँ यति लामो के। यो चाहिँ दोर्ने र मेरेक्समलाई जोड्ने पुल हो। यो स्पोर्ट प्यालेस उतापट्टि पर्छ भने मेरेक्सम यतापट्टि हो। इगेरिस्तादको गामाको पछाडि यति लामो हो आएर चाहिँ यसो हेरेको। यहाँ मालबाग सामानहरू मात्र बोकेर आउँछ कि यो बोर्डमा चाहिँ। बेल्जियमको एन्डरपेन सहरको स्पोर्ट प्यालेस र मेरेक्समलाई जोड्ने पुलबाट यो सामान पार भएर छ। यो समुद्र कृत्रिम हो, पछि बनाइएको समुद्र मालबाग सामानको लागि यताउता गर्नको लागि बनाइएको जहाजको लागि यता ल्याउनको लागि चाहिँ बनाएको रहेछ। साह्रै राम्रो। यस्ता खालको नेपालमा पनि कुनै समुद्री निकायहरू चाइना इन्डियाबाट हाम्रो नेपालमा यस्तै सानो भए पनि ल्याउन सक्यौँ भने चाहिँ हाम्रो पनि नेपालमा धेरै सस्ता हुने थियो है। अर्काको देशको हेर्दाखेरि राम्रो लाग्छ, रमाइलो लाग्छ। त्यो हामी त त्यही हेर्ने रमाइलो लाग्ने यस्तो भए हुन्थ्यो भन्ने मात्र त हुने होइन। उतापट्टि स्पोर्ट प्यालेस हो, यतापट्टि चाहिँ मेरेक्सम।